म सुनसरी क्षेत्र नम्बर 1 बाट उठ्छु, यही क्षेत्रबाट उठ्छु हैन। अब यही क्षेत्रबाट म चाहिँ नि मेयर भएको तपाईहरुको सेवा गरिरहेको छु भने साग्नु गरिरहेको छु भने म अन्यत्र ठाउँबाट उठ्दिन, म यही ठाउँबाट। र यो चुनाव चिन्ह सहित हामी सङ्घ संस्कृतिको टिम भाग लिन्छ हैन। साथै हाम्रा उम्मेदवारहरू यही चुनाव चिन्ह लिएर उठ्नेछन्। हामी मेची महाकाली सबैतिरबाट उम्मेदवार खडा गर्ने अहिले प्रयत्न गरिरहेका छौँ र हामीलाई चुनाव चिन्ह माटोमा भोट दिनुहोस् है। हामी के कुरा गर्छौँ भनेर धेरै कुरा म राख्न चाहन्न। भ्रष्टाचार हुँदैन। म तपाईँहरूलाई स्मरण गराउँ, मैले धेरै काम गरिनँ, राम्रो काम गरिनँ, त्यो इतिहासले मूल्याङ्कन गर्नेछ। पछि तुलना गर्नु, पहिला म भन्दा पहिलाको मेयरको के थियो काम, त्योभन्दा पहिलाको मेयरले के गर्यो, मैले के गरेँ हैन भन्ने कुराहरू मूल्याङ्कन गर्नु। भने जस्तो त हुँदैन। हेर्नुहोस्, तपाईँ नै आफै मेयर भए पनि तपाईँले भने जस्तो गर्न सक्नुहुन्न। किनभने बजेट थोरै हुन्छ, बजेट ठुलो बनाऊ ट्याक्स बढाउनु पर्छ, ट्याक्स ठुलो बढाउँ विरोध हुन्छ, समस्या धेरै छ। तथापि यी सम्पूर्ण सीमाभित्र रहेर पनि मैले तपाईँहरूको सेवा गरेँ हैन। खानेपानीको मुद्दा सुन्नु है राम्रोसँग। खानेपानीको मुद्दा मेरो नम्बर 1 को मुद्दा हो। मैले के भनेको थिएँ भने म बरु बाटो बनाउँदिनँ तर तपाईँलाई पानी चाहिँ खुवाउँछु होला भनेर भने। तपाईँको घरमा पानी हैन आइराखेको होला, आएको छैन भने भन्नु होला हैन। तर म आउनु अगाडि के थियो समस्या भन्दाखेरि म यता आउँथेँ, अब असलतिर समस्या भइराखेको होइन। यो चेपे खोलामा गाडीको लाइन हुन्थ्यो, त्यो चेपे खोला भन्छ होइन, यतापट्टि गङ्गटे खोला है। यी कुराहरू थियो, त्यसले गर्दाखेरि मैले भनेको कुराहरू मैले गरेँ जस्तो लाग्छ अलिअलि। सबै त गरिनँ होला ठिक छ, तर मैले गर्न खोजेको मेन कुराहरू गरिएको र त्यसले गर्दाखेरि ती कुराहरूलाई पनि मूल्याङ्कन एकछिन ती कुराहरूलाई पनि मूल्याङ्कन गर्नु होला। यो मूल्याङ्कन गर्नु होला। मूल्याङ्कन गरेर सही लागेमा चाहिँ गर्ने हो। फेरि मेरो जबरजस्ती छैन है यहाँ। सही लागेमा म जस्तो मान्छे त्यहाँ माथि जाओस् भन्ने कुरा तपाईँलाई लाग्छ भने श्रम संस्कृतिलाई भोट दिनुपर्छ।